पहाडको फेदीमा रहेको एउटा सानो गाउँ थियो, जहाँ एउटा साधारण तर इमान्दार धोबी रामु बस्ने गर्थ्यो। उसको जीवन सजिलो थिएन। दिनभरि अरूको कपडा धुने, भारी बोक्ने र थकाइले चुर हुने उसको दैनिकी थियो। तर उसको मन सधैँ सफा थियो। ऊ भन्थ्यो, गरिब भए पनि इमान्दारी नै सबैभन्दा ठुलो धन हो। त्यही गाउँको नजिकै घना जङ्गल थियो, जहाँ एउटा चञ्चल बाँदर बस्थ्यो। ऊ अरू बाँदरहरू भन्दा अलि फरक थियो। चञ्चल त थियो, तर कहिलेकाहीँ उसको व्यवहारमा अनौठो समझदारी पनि देखिन्थ्यो। गाउँलेहरू उसलाई देख्न साथ डराउने गर्थे, किनभने ऊ कहिलेकाहीँ खाना चोर्थ्यो, कहिलेकाहीँ मानिसहरूलाई दुःख दिने गर्थ्यो। एक दिन रामु नदी किनारमा कपडा धुँदै थियो। अचानक उसको टोकरीबाट केही कपडाहरू बगेर पानीमा हरायो। ऊ आत्तियो, किनकि ती कपडाहरू धनी साहुजीका थिए। यदि हरायो भने ठुलो समस्या पर्थ्यो। ऊ पानीमा पस्न खोज्दै थियो, तर त्यही बेला एउटा बाँदरले रुखबाट त्यो दृश्य हेरिरहेको थियो। त्यो बाँदरले अचानक पानीमा बगेका कपडा देख्यो र छिटो छिटो हाम फाल्दै एक एक गरेर ती कपडाहरू उठाएर किनारमा ल्याइदियो। रामु अचम्म पर्यो। ऊ सोच्न थाल्यो, यो बाँदर त अरू जस्तो छैन। रामुले डराउँदै भन्यो, तिमीले मेरो कपडा किन ल्याइदियो? बाँदरले केही बोलेन, तर टाउको हल्का झुकायो, मानौ ऊ रामुलाई सहयोग गर्न चाहन्छ। त्यस दिनदेखि रामु र बाँदरबीच एक अनौठो सम्बन्ध सुरु भयो। रामु हरेक दिन नदी किनार आउँदा बाँदर पनि त्यही रुखमा बस्न थाल्यो। कहिलेकाहीँ बाँदरले रामुको खाना चोर्थ्यो, तर केही बेरपछि फेरि उसले फलफुल ल्याएर दिन्थ्यो। यो अनौठो व्यवहारले रामुलाई झनै अचम्म बनायो। यो बाँदर साथी हो कि शत्रु? गाउँलेहरू भने रामुलाई जिस्काउन थाले। धोबीले अब बाँदरलाई साथी बनायो रे। तर रामु चुपचाप मुस्कुराउँथ्यो, किनकि उसको मनमा बाँदरप्रति अनौठो माया पलाइसकेको थियो। तर यो मित्रता सजिलो थिएन, किनकि जङ्गलमा एउटा खतरनाक घटना सुरु हुँदै थियो, जसले रामु र बाँदर दुवैको जीवन बदल्ने थियो। रामु र बाँदरको अनौठो मित्रता दिनदिनै गहिरिँदै गइरहेको थियो। रामु अब नदी किनार जाँदा बाँदरलाई केही फलफुलहरू लिएर जाने गर्थ्यो र बाँदर पनि टाढाबाट उसलाई हेरेर खुसी देखिन्थ्यो। तर गाउँमा भने मानिसहरू अझै पनि यो सम्बन्धलाई बुझ्न सकिरहेका थिएनन्। केहीले हाँसो गर्थे, केहीले डर मान्थे। तर एक दिन गाउँमा ठूलो समस्या आयो। साहुको घरबाट बहुमूल्य गहना हरायो। गाउँभरि हल्ला फैलियो, कसैले चोरी गर्यो होला। साहुले रिसले चिच्याउँदै भने, यदि दोषी भेटिएन भने सबैलाई सजाय हुन्छ। त्यो आरोप अचानक रामुमाथि पनि आयो, किनकि उनै साहुको कपडा धुने मान्छे थियो। रामु अचम्म र डरले थरथर काप्न थाल्यो। उसले भन्यो, मैले केही चोरेको छैन। तर कसैले उसको कुरा सुनेनन्। त्यही बेला जङ्गलबाट त्यो बाँदर गाउँतिर आयो। सबै गाउँले डरले चिच्याए, बाँदर आएको छ। तर बाँदर सिधै साहुको घरतिर दौडियो। ऊ छतमा चढ्यो र केही खोज्न थाल्यो। अन्ततः घरको छानामा लुकेको सानो बाकस बाहिर निकाल्यो। त्यो नै हराएको गहना थियो। त्यो देखेर सबै छक्क परे। तर त्यो गहना त्यहाँ कसरी पुग्यो भन्ने कुरा अझै रहस्यमय थियो। अचानक साहुको नजिकै बस्ने कामदारले स्वीकार गर्यो कि उसैले चोरी गरेको रहेछ। रामु निर्दोष साबित भयो। तर सबैभन्दा अचम्मको कुरा बाँदरको बुद्धिमानी थियो। गाउँलेहरूले पहिलो पटक बाँदरलाई फरक नजरले हेर्न थाले। रामु भावुक भयो। उसले बाँदरलाई हेर्दै भन्यो, तिमीले मेरो जीवन बचायौ, तर किन? बाँदरले केही बोलेन, तर उसको आँखामा गहिरो भावना थियो।
जसले भनिरहेको जस्तो लाग्थ्यो साँचो मित्रता शब्दमा होइन कर्ममा हुन्छ। त्यस रात रामुको मनमा अनौठो भावनाहरू आए। ऊ सोच्न थाल्यो, यो बाँदर सामान्य जनावर होइन, यसको पछाडि केही ठूलो रहस्य छ। तर उसलाई थाहा थिएन, अब आउने दिनहरूले उसको जीवन मात्र होइन पुरै गाउँलाई नै हल्लाइदिनेछ। रामुको जीवन फेरि सामान्य हुँदै गइरहेको थियो, तर उसको मनभित्र बाँदर प्रतिको कौतूहल अझै बढिरहेको थियो। यो बाँदर केवल चञ्चल मात्र थिएन, उसमा मान्छे जस्तो बुझ्ने क्षमता थियो। कहिलेकाहीँ ऊ रामुको दुःख बुझेर चुपचाप बसे जस्तो गर्थ्यो, कहिलेकाहीँ अचानक केही सङ्केत दिए जस्तो व्यवहार गर्थ्यो। रामु अब उसलाई केवल जनावर होइन, आफ्नो साथी जस्तै मान्न थालेको थियो। तर एक दिन गाउँमा ठूलो सङ्कट आयो। घना जङ्गलमा आग लागि भयो। आगो तेजसँग फैलिँदै गाउँ नजिकै आउन थाल्यो। सबै गाउँले डरले भागाभाग गर्न थाले। महिलाहरू र बच्चाहरू रोइरहेका थिए। कोही आफ्नो घर जोगाउन दौडिरहेका थिए, कोही ज्यान बचाउन। त्यही बेला रामुले देख्यो बाँदर जङ्गलतिर दौडिरहेको छ, जहाँ आगो सबैभन्दा धेरै फैलिएको थियो। रामु चिच्यायो, नजाऊ त्यहाँ नजाऊ, त्यो बाटो खतरनाक छ। तर पनि बाँदर रोकिएन, ऊ सिधै आगोभित्र हरायो। रामुको मुटु चिसो भयो, ऊ रुन थाल्यो। मेरा कारण उसले आफ्नो ज्यान जोखिममा हाल्यो। तर केही क्षणपछि एउटा चमत्कार भयो। बाँदर आगोबाट फर्कियो, तर एक्लै होइन। उसले जङ्गलबाट साना साना जनावरहरूलाई सुरक्षित ठाउँमा ल्याइरहेको थियो। उसले आफूलाई वास्ता नगरी अरूलाई बचाइरहेको थियो। यो देखेर गाउँलेहरू स्तब्ध भए। बाँदरको यो साहस देखेर सबै मौन भए। रामुको आँखाबाट आँसु झर्यो। उसले पहिलो पटक बुझ्यो, यो बाँदर केवल जनावर होइन, करुणा र मित्रताको प्रतीक पनि हो। तर आगो अझै नियन्त्रणमा थिएन। अब गाउँ नै खतरामा थियो। त्यही बेला बाँदर अचानक रामुतिर आयो। उसको हात समाते जस्तो गर्यो र जङ्गलतिर तान्न खोज्यो। रामु अचम्म पर्यो, तर उसले महसुस गर्यो बाँदरले केही देखेको छ, केही सङ्केत दिइरहेको छ। उनीहरू जङ्गलभित्र दौडिए र त्यहाँ एउटा पुरानो पानीको स्रोत भेटियो, जसले आगो निभाउने ठूलो आशा बन्यो। अब प्रश्न उठ्यो कि यो बाँदर केवल संयोगले यस्तो बुद्धिमान थियो कि यसको पछाडि कुनै रहस्यमय सत्य लुकेको थियो। रामुको मनमा अझ ठूलो प्रश्न उठ्न थाल्यो। जङ्गलमा फैलिएको आगो बिस्तारै नियन्त्रणमा आउन थालेको थियो। बाँदरले देखाएको पुरानो पानीको स्रोत र गाउँलेहरूको सहयोगले ठूलो विनाश हुनबाट गाउँ बाँच्यो। सबैले राहतको सास फेरिरहेका थिए, तर रामुको मन अझै शान्त थिएन। ऊ बारम्बार त्यही बाँदरलाई हेर्दै सोचिरहन्थ्यो, यो साधारण जनावर हुनै सक्दैन। त्यही रात जब गाउँ शान्त भयो, बाँदर रामुको अगाडि आएर बस्यो। ऊ साधारण रूपमा शान्त थियो, कुनै शरारत थिएन, कुनै दौडधुप थिएन। रामु नजिक गएर भन्यो, तिमी को हौ? किन मलाई यति धेरै मद्दत गर्दैछौ? त्यो क्षण बाँदरको आँखाबाट आँसु झरे जस्तो देखियो। यो देखेर रामु चकित भयो। बाँदर बिस्तारै एउटा पुरानो झोला रामुको अगाडि ल्यायो। झोलाभित्र एउटा सानो तस्बिर थियो, एक सानो बालक र एउटी आमा। रामु स्तब्ध भयो। गाउँका एक बुढाले त्यो देखेर भने, यो त पुरानो कहानी हो, धेरै वर्ष अघि हराएको एक बच्चा। सबै कुरा खुल्दै गयो। त्यो बाँदर वास्तवमा एक समय मानिस थियो, तर जङ्गलमा भएको दुर्घटनामा ऊ हराएको थियो र जङ्गलका जनावरहरूले उसलाई बचाएका थिए। समयसँगै उसको शरीर बाँदर जस्तो भए पनि उसको आत्मा अझै मानव थियो, माया, करुणा र सम्झनाले भरिएको। रामुको आँखा रसाए। ऊ घुँडा टेकेर भन्यो, तिमी त मेरो साथी मात्र होइन, एउटा पीडित आत्मा पनि हौ। त्यो रात बाँदरले पहिलो पटक रामुको हात समातेर लामो समयसम्म छोडेन। त्यो मौनतामा धेरै कुरा भनिएको थियो, दुःख, मित्रता र विदाईको पीडा।
भोलिपल्ट बिहान बाँदर जङ्गलतिर फर्किए, तर फर्किनु अघि उसले रामुतिर हेरेर हल्का मुस्कान दिए, जस्तो कि भनिरहेको थियो, म तिमीलाई कहिले बिर्सन्न। रामु लामो समयसम्म त्यही बाटो हेरिरह्यो जहाँ बाँदर हरायो। उसको आँखाबाट आँसु बगिरह्यो, तर मनमा एउटा ठूलो सन्देश थियो। साँचो मित्रता कहिले रूप, भाषा वा अवस्थाले निर्धारण हुँदैन। करुणा, सहयोग र इमानदारी नै जीवनको सबैभन्दा ठूलो शक्ति हो। जो अरूको लागि बाँच्न सक्छ, ऊ साँचो अर्थमा महान हुन्छ। रामु र बाँदरको यो अनौठो मित्रताको यही अन्त्य भयो। तर एउटा कुरा कहिले अन्त्य हुँदैन, त्यो हो साँचो मित्रता। आजको कथा केवल एउटा बाँदर र धोबीको होइन, यो करुणा, त्याग र निस्वार्थ मायाको कथा हो। यदि तपाईँलाई पनि कहिले साँचो साथ दिने कोही भेटिएको छ भने कमेन्टमा पानको पात पठाएर सम्झनुहोस्। र यदि तपाईँलाई लाग्छ जनावर पनि कहिलेकाहीँ मान्छेभन्दा बढी दयालु हुन सक्छ भने एक लाइक अवश्य दिनुहोस्। यस्तै भावनात्मक लोककथा र अनौठा मित्रताका कथाहरूका लागि हाम्रो च्यानल सब्स्क्राइब गर्नुहोस् र बेल आइकन थिच्न नबिर्सिनुहोस्, किनकि यहाँ आउने हरेक कथाहरूले तपाईँको मन छुने मात्र होइन, जीवन र सोच बदल्ने हुन्छ। स्मरण रहोस्, साँचो मित्रता कहिले हराउँदैन।